सामाजिक सञ्जालमा एउटा फोटो धेरै भाइरल भएको थियो। बिजुलीको पोलबाट चरा झरे जस्तै मान्छे त्यहाँ चाहिँ एउटा लेबर झरेको चाहिँ देखिएको थियो। सभामुख महोदय, त्यो चाहिँ धुरीखेल नगरपालिका वार्ड नम्बर 7 सञ्जीवनी चौकमा रहेको बिजुलीको पोलमा करिब 11,000 भोल्ट भएको हाई टेन्सन लाइनमा अचानक बिना सूचना लाइन छोडिदिँदा सर्लाही ईश्वरपुर 12 घाडी बथानका उपेश पजियारको बिजुलीको सर्ट लागेर मृत्यु भएको छ। निजको आत्माको चिर शान्ति र परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, त्यहाँ प्रहरीलाई इन्क्वायरी गर्दा त्यो लाइनमा हालसम्म त्यो पोलमा चाहिँ झप्परहरू पनि नभएको, फिट नभएको, कसरी लाइन त्यसमा चाहिँ सञ्चालन भयो भन्ने कुरा चाहिँ अनुसन्धान हुँदै गरेको छ। यसमा कसको लापरवाही हो, कसको लापरवाहीले गर्दाखेरि एकजना गरिब, त्यो पनि कन्ट्याक्टको ठेकदारले कन्ट्याक्टमा ल्याएको मान्छेको मृत्यु भएको छ। यसको छानबिन होस् र निजको चाहिँ आवश्यक क्षतिपूर्ति र निजको परिवार, एकजना परिवारलाई विद्युत कार्यालयमा जागिरको व्यवस्था होस् भन्ने म जोरदार माग गर्दछु। त्यस्तै सभामुख महोदय, चन्द्रनगर 4 को पोखरिया बजारमा एउटा जीर्ण प्रहरी चौकी रहेको छ, जहाँ को पुलिसहरूको बहुत दयनीय अवस्था छ। त्यसलाई मध्यनजर गर्दै त्यहाँको स्थानीयले हाल 5 कट्ठा जग्गा करिब 2 करोड पर्ने जग्गा उपलब्ध गराएकोमा त्यस जग्गामा र त्यस्तै चौलिखा बजारमा पनि 2 कट्ठा जग्गा उपलब्ध गराएको जग्गाहरूमा गृह मन्त्रालयको ध्यान आकर्षण गराउन चाहे र प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको ध्यान सो ठाउँमा इलाका प्रहरी कार्यालय निर्माण गर्न म ध्यान आकर्षण गराउन चाहे। सभामुख